दार्चुला जिल्लाको लेकम गाउँपालिका 5 मा रहेको श्री लक्ष्मीनाथ मन्दिर जयपुरमा निर्माण कार्य चलिरहेको छ। यस जयपुर मन्दिरमा श्रमदानबाट मन्दिरमा रेलिङ निर्माण, घण्टा व्यवस्थापन, टायल लगाउने जस्ता कार्यहरू समेटिने भएका छन्। मैले प्रत्यक्ष अध्ययन गर्दा जयपुर मन्दिरमा जात्रासम्म केही काम सक्ने र जात्रापछि पनि काम चलिरहने वातावरण पाएको छु। हिमाली जिल्लामा रहेको यस मन्दिरमा मनोकामना पूरा गर्ने मन्दिरका रूपमा चिनिँदै आएको छ। साथै यस मन्दिरबाट मनोरम दृश्य देख्न पनि सकिन्छ। अब निर्माण कार्य सकेपछि झनै राम्रो देखिने भएको छ। यस जयपुर मन्दिरबाट सूर्योदय र सूर्यास्त जस्ता मनोरम दृश्यहरू देख्न सकिन्छ। साथै लेकमकै सबैभन्दा ठुलो देवताको रूपमा पनि जयपुर मन्दिरलाई लिन सकिन्छ। जयपुर मन्दिर सबैको मनोकांक्षा पूरा गर्ने हुनाले धेरै भक्तजनहरूले जयपुर मन्दिरमा पूजापाठ जस्ता कार्यक्रमहरू गरिरहने देखिन्छ। आजसम्म यो अभियान चलाउनुमा चाहिँ धेरै सामानहरू चाहिँ भक्तजनहरूबाट आयो। अनि कामदारहरूको चाहिँ स्थानीयहरूले चाहिँ श्रमदान गरेर नै आजसम्म यो अभियानलाई चलाएका छन्।